हिजो रातिको असिना र हावाहुरीले धेरै मान्छेको घरहरू त बिगारो छानाहरू कसैको धेरैको उडायो। बट त्यो सब मात्र नभएर धेरै चराहरूको ज्यानहरू पनि लिएको छ। तर यो तरिकाले कसैले हेरेन कि मैले पनि यो कुरा बुझेको थिइनँ। तर मैले बिहान पछाडि गएर एउटा बोट झरिएको थियो हाम्रो घर पछाडि, त्यो गएर हेर्दाखेरि त्यहाँनिर 2-4 वटा चराहरू मरिरहेका थिएन जुन त्यो रुखमा बस्थे। त्यो सोचेर मलाई याद आयो कि भाइ जङ्गलमा कति धेरै चराहरू बस्छन् यो बाँसझ्याङमा। सो म त्यतातिर जाँदाखेरि यो दृश्य नहेरिसक्नु भएको थियो। जताहरू चराहरू मरेको हेर्छु जति हेर्छु अनगिन्ती चराहरू जुन मरिसकेका थिए कि त्यहाँनिर। सो मैले सोचेँ केही घाइते चराहरू भेट्छु कि भन्ने आशमा म अझै पनि खोजिरहेको थिएँ भित्र, जसबाट मैले दुईटा चराहरू भेटेको छु। एउटा चाहिँ बाँसझ्याङमै भेटेँ र एउटा चाहिँ मैले भेटेको भनेको जङ्गलमा हो हैन। यो दुईटा चराहरूको नाम सायद तपाईँहरूलाई थाहा होला। र मैले तिनीहरूलाई हेरचाह गर्न भनेर घर लिएर आएको छु र तिनीहरूलाई मैले एउटालाई हल्दी लगाइदिएँ जसको आँखाहरू हेर्न सक्छ यो तरिका रातो भइसकेको छ। मैले यिनीहरूलाई घर ल्याएर खाना पानी दिएर सक्दो स्याहार सुसार र उपचार गरेको छु। मलाई आशा छ कि यिनीहरू फेरि उड्न सकुन्। मैले भेट्दाखेरि चाहिँ दुईटै उड्ने अवस्थामा थिएनन्, जस कारणले मैले यो दुईटालाई पक्र्न सकेको थिएँ हैन। र तपाईँहरूलाई पनि एउटा अनुरोध छ हैन, यस्तो हावाहुरीपछि असिनाहरू यस्तो भएको बेला हैन एकचोटि आफ्नो घर वरिपरि गएर हेरिदिनु होला। के थाहा कुनै सानो जीवन तपाईँको पर्खाइमा हुन सक्छ हैन, र तपाईँको सानो एउटा उपचारले उसको पुरै जिन्दगी फेरि बाँच्न सक्छ। चाहिँ भन्नुपर्दा मैले बोल्न चाहिँ चाहेन, तर तपाईँहरूले अलिकति बुझिदिनु होला यो कुरालाई हैन। र यही चराहरूको अपडेट हेर्नलाई मलाई फलो गर्न नबिर्सिनु होला।